जोजलपा नमस्ते। हामी आज पनि उपस्थित भइसकेका छौँ युनिक साक्य र म शङ्कर थापा समय सन्दर्भ लिएर। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने समय सन्दर्भ प्रत्येक बिहान 7:30 बजेदेखि प्रस्तुत गरिनेछ र साँझ 6 बजे करिब 6 बजेको समयमा पुनः प्रसारण पनि गरिनेछ। अब हामी हाम्रा एकजना श्रोतालाई हामी लाइनमा जोड्दैछौँ। सञ्चित महर्जन हुनुहुन्छ। उहाँ कीर्तिपुर नगरपालिका वडा नम्बर 9 अन्तर्गत नौगाउँका हुनुहुन्छ र उहाँ सङ्क्रमित पनि भइसक्नु भएको छ र उहाँको यो अनुभव यहाँहरूसँग म साट्न चाहन्छु। यो अनुभव म किन यहाँलाई बार बार दोहोऱ्याइरहेको छु भन्दाखेरि उहाँहरूको अनुभवले तपाईँहरूलाई यो कोरोनाबाट बस्ने केही एउटा आधार मिलोस् भन्ने किसिमबाट म यहाँलाई बार बार जोड्दैछु। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। आज यसै क्रममा सञ्चित महर्जनजी हुनुहुन्छ हामीसँग। उहाँ लाइनमा जोडिसक्नु भएको छ। म कार्यक्रममा उहाँलाई स्वागत गर्न चाहन्छु। सञ्चितजी हेलो। हजुर नमस्ते। नमस्कार सञ्चितजी। हजुर नमस्कार। नेवा एफएममा म यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। सबभन्दा पहिले म यहाँसँग के कुरा सोध्न चाहन्छु भने यहाँ सङ्क्रमित हुनुभएको कति भयो? हामी दुईजना, मेरो श्रीमती र म। दुवैजनालाई भयो सङ्क्रमण भएको थियो होइन? हजुर। हामीलाई चाहिँ यो कार्तिकको दोस्रो हप्ता, हजुर, तेस्रो हप्ता, दोस्रो हप्ताको अन्तिममा, हजुर, देखि चाहिँ यो चौथो हप्तासम्म, हजुर, सङ्क्रमण भएको थियो। यो अनि सुरुमा तपाईँलाई भयो कि श्रीमतीज्यूलाई भयो? अब ठ्याक्कै कसलाई भयो भन्ने कुरा चाहिँ थाहा पाउन अलिक गाह्रो भयो। हजुर। तर हामी दुवैजनालाई सिम्टम चाहिँ थियो। हजुर। मिसेस चाहिँ अलि धेरै बिरामी भएको थियो। हजुर। बिरामी धेरै भएको, तर हामी एकदमै सचेत भएर बाहिर पनि त्यति धेरै नगएको, जाँदाखेरि पनि एकदमै होसियारपूर्वक बसेको हिसाबले चाहिँ हामी बिरामी पर्दाखेरि हामीलाई सङ्क्रमित भयो भन्ने कुरा नै ख्याल गर्न सकिएन सुरुमा। तर यो कार्तिकको तेस्रो हप्तामा चाहिँ हामीलाई सिम्टम देखिन थाल्यो। हामी एक दिन चाहिँ यो सोमबारको दिनमा हामी एकजना चाहिँ सुत्नुपर्ने खालको अवस्था आयो बिरामी भएर। मलाई भन्दा मिसेसलाई बढी ज्वरोहरू आएको अवस्था थियो। अनि अर्को चाहिँ खास गरी यो हामीले चाहिँ हाम्रो मिसेसको बुवालाई बिरामी परेकोले त्यहाँ हेल्प गर्न जानु पर्यो। यो सोमबार र मङ्गलबार, खास गरी यो 17 गते र 18 गते पुरै हामी दिनभर हस्पिटलमै बस्यौँ, टिचिङ हस्पिटल। उसको बुवालाई चाहिँ हस्पिटल एडमिट गर्नलाई पुरै हामी त्यहाँ हस्पिटल बसिसकेपछि मङ्गलबारको बेलुका हामी फर्किँदाखेरि अलिकति हामीलाई पानीले रुजेको पनि थियो कमिटीमा आइपुग्दाखेरि। र त्यसपछि बुधबारदेखि बिरामी चाहिँ अलि धेरै पर्न थाल्यो। मिसेसलाई ज्वरो आउने, खोकी लाग्ने, अनि ऊ एकदमै उठ्नै नसक्ने भयो। हामीले अनि यो सङ्क्रमण भएको हुनसक्छ भनेर हामीले बिहिबार गएर टेस्ट गर्न गयौँ। किनभने यो सङ्क्रमणको शङ्का छ भने चाहिँ यो परीक्षण चाहिँ तुरुन्त गरिहाल्नुपर्छ। नभए चाहिँ तपाईँको कुनै पनि बेला हस्पिटलमा जानु पर्यो भने रिपोर्ट छैन भने चाहिँ यो औषध र उपचार गर्नको लागि चाहिँ समस्या पर्न सक्छ। किनभने कोभिड बिरामीलाई उपचार गर्ने र कोभिड नभएको बिरामीलाई उपचार गर्नेमा चाहिँ अलिक फरक गर्नुपर्ने भएकोले डाक्टरहरू अलमल पर्न सक्छ भनेर हामीले चाहिँ बिहिबार हामी चाहिँ परीक्षण गर्न गयौँ। बिहानै हामीले चाहिँ छिटो रिपोर्ट आउने ठाउँमा हामी गयौँ। बिहान उसलाई बिहान 7 बजे 8 बजेतिर चाहिँ परीक्षण गरेर 2 बजेतिर रिपोर्ट आयो, उसको पोजिटिभ आयो भने म पनि यो परीक्षणमा जाने भन्ने हिसाबले हामीले चाहिँ त्यसरी मिलाएर
गएको थियो तर 2 बजे रिपोर्ट आउँदाखेरि उसको नेगेटिभ आयो। नेगेटिभ आइसकेपछि हामी ढुक्क भयौँ, एक हिसाबले खुसी पनि भयौँ, तर उसलाई झन्झनै चाप्दै गएको अवस्था थियो र बिहिबारको बेलुका त्यही दिनको बेलुका उसलाई धेरै गाह्रो भयो। हामीसँग अक्सिमिटर पल्स अक्सिमिटर 2टा थियो। हामीले अब यो महामारीमा सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा भनेको अक्सिजन हुन्छ। अक्सिजन यदि राम्रो भयो भने यो बिरामीलाई यो ज्वरो आयो खोकी आयो भने बिस्तारै कसरी खाँदै निको बनाउन सकिन्छ, तर अक्सिजन कम भयो भने चाहिँ धेरै गाह्रो पर्छ, हस्पिटल पुर्याउनु पर्ने हुनसक्छ र छिटो हस्पिटल पुर्याउन सकिएन भने चाहिँ मृत्यु पनि हुनसक्छ भन्ने हामीलाई पहिलादेखि हामी चर्चित भएर बसिरहेको थियौँ। त्यो हिसाबले हामीसँग 2टा पल्स अक्सिमिटर थियो र हामीले उसलाई एउटाले जाँदाखेरि चाहिँ उसको 84-85 आइसकेको अवस्था थियो। बेलुका 9 बजिसकेको थियो र हामीले अर्को पल्सिमिटरले यो पल्स अक्सिमिटरले गलत आएको हो कि भन्ने हिसाबले हामीले चाहिँ अर्को पल्स अक्सिमिटर युज गर्यौँ। त्यसमा पनि उसको चाहिँ 82-84 थियो र मेरो चाहिँ 96-97 थियो। त्यो हिसाबले हामी तुरुन्तै उसलाई हस्पिटल पुर्यायौँ। यो अक्सिमिटरमा चाहिँ अक्सिजन चाहिँ कति हुनुपर्ने रहेछ अलिकति बताइदिनुहोस् न। अब 90 भन्दा तल झर्नु हुँदैन भन्ने छ, तर 92-91 पुग्ने बित्तिकै हामीले चाहिँ होस गर्नुपर्छ। हाई पनि हुनु हुँदैन, तल पनि झर्नु नहुने? हाई भनेको अब 96, 97, 98 आएको राम्रो हो। हजुर अनि त्यसपछि अब हामी यसमा चाहिँ सचेत थियौँ। जस्तो यो हामीलाई हुनुभन्दा अगाडि 2-4जना भाइहरू बहिनीहरूलाई हुँदाखेरि मैले फोन गरेर अक्सिमिटर राख्ने गरेको छ कि छैन, अक्सिमिटर हेर्नु है, अक्सिमिटर राख्नु नाप्नु भन्ने कुरा म सम्झाउन फोन गरिरहेको थिएँ। त्यही हिसाबले मलाई सजिलो भयो। मैले चाहिँ श्रीमतीलाई लिएर गएँ हस्पिटल होइन। अनि त्यस पछाडि तपाईँले पनि पिसिआर टेस्ट गराउनु भयो? अनि त्यसपछि यसो छ, म त्यो हस्पिटल पुर्याउँदाखेरि नेगेटिभ रिपोर्ट लिएर गएको भयो। 2 घन्टा 3 घन्टा बसेर तपाईँको अब रिपोर्ट त नेगेटिभ भयो। हामीले अब उसलाई टाइफाइड डायग्नोसिस भयो, घर फिर्ता लिएर आएँ औषधिहरू गरेर होइन। त्यसपछि तर निको भएन, ज्वरो पनि निको भएन, उसलाई खोकी भएन, झन्झन चाप्दै गयो र हामीले शनिबारको बिहान फेरि लिएर गयौँ। शुक्रबार शनिबार बिहान फेरि मलाई अक्सिजन उसको कम भएर लिएर गयौँ। त्यहाँ फेरि हामीले कृतिपुर अस्पतालमा चाहिँ हामीलाई फेरि पिसिआर रिपोर्ट यो निमोनिया सुरु भइसकेको छ। एक्सरे गर्दाखेरि निमोनिया सुरु भइसकेको छ। त्यही भएर अब फेरि पिसिआर टेस्ट गर्नुपर्छ भन्ने कुरा सल्लाह डाक्टर साहबले गर्नुभयो। त्यसपछि हामी पिसिआर रिपोर्ट गर्न गयौँ। हामीलाई कृतिपुर अस्पतालको चाहिँ यो होल्डिङमा हामीलाई उहाँले राख्नुभयो। बेलुका रिपोर्ट आउँदाखेरि पोजिटिभ आयो। अनि त्यसपछि अर्को दिन बिहान हामीले हाम्रो पोजिटिभ रिपोर्ट आएको मलाई 11:30 बजे 12 बजे चाहिँ रिपोर्ट आएको थियो। मैले मलाई चाहिँ मेरो मोबाइलमा चाहिँ 4G खोलेर हेरेँ। अनि बिहान मैले त्यहाँ हाम्रो यो होल्डिङ सेन्टरको चाहिँ यो डेस्कमा मैले चाहिँ रिपोर्टिङ गरेँ, पोजिटिभ आयो भनेर। उहाँले हामीलाई चाहिँ आइसोलेसन सेन्टरमा सार्नुभयो र अनि त्यसको लगत्तै डक्टर आएर हामीलाई चाहिँ यो कोभिड हस्पिटलमा लानुपर्छ। यहाँ राख्दाखेरि हामी यो कोभिड हस्पिटल होइन, त्यही भएकोले चाहिँ कोभिड हस्पिटलमा भयो भने तुरुन्तै मलाई चाहिँ इमर्जेन्सी यो मेडिसिनहरू दिने कामहरू हुनसक्छ। हामीले गर्न अलिक गाह्रो हुन्छ, हामी सक्दैनौँ। त्यही भएर हस्पिटल खोज्नुहोस् भन्नुभयो। अनि हामीले हस्पिटल खोजेर उसलाई चाहिँ हस्पिटल लग्यौँ। कहाँको हस्पिटल लानुभयो? हामीले नेपाल एपिएफ हस्पिटल लग्यौँ। धेरै ठाउँमा खोज्यौँ, पाउन गाह्रो भयो। अब चान्स गर्नुपर्छ। हामीले चाहिँ एपिएफ राम्रै हस्पिटलमा पायौँ। अनि त्यस पछाडि तपाईँलाई चाहिँ कसरी सङ्क्रमण भयो त? अनि उसलाई चाहिँ शनिबार हो। अनि मैले अब उसको शनिबार त्यो भएपछि मैले आइतबार उसलाई पुर्याएर आइसकेपछि मैले मङ्गलबार गरेँ। मङ्गलबार आउँदा गर्दाखेरि मेरो पनि पोजिटिभ थियो। मलाई खास गरी यो घरमा हस्पिटल लानुभन्दा अगाडि नै मलाई पछाडि यो ढाडमा एकदम पुल्ने थियो, खुट्टाहरू कक्क हुने जस्तो थियो। एकदम मलाई चाहिँ टायर्ड थिएँ होइन। अब बिरामी भएकोले म राति सुत्न नपाएकोले हो कि भन्ने पनि
जस्तो भएको थियो। तर त्यो दुखाइ त्यो अप्ठ्यारो त्यो चाहिँ मलाई एकदमै महसुस चाहिँ एकदम फरक थियो। र मैले बेलुका राति सुतिराख्दाखेरि मलाई पनि कोभिड भयो कि के हो भन्ने मैले एक प्रकारको भान चाहिँ मलाई परिसकेको थियो। अनि त्यस्तो खालको दुखाइ चाहिँ त्योभन्दा अगाडि मैले कहिले महसुस गरेको थिइनँ। हजुर। अनि श्रीमतीलाई यसरी हस्पिटलमा लैजाँदा ल्याउँदाखेरि तपाईँ उहाँसँग संसर्गमा हुनुहुन्थ्यो, त्यतिखेर पनि उहाँको पोजिटिभ आउन साथै तपाईँले आफैलाई कसरी राख्नुभयो त्यतिखेर? अब उसलाई हस्पिटल लाने बेलासम्ममा हामी त सुरुदेखि नै एकदम यो इटालीमा जुन प्रकारको महामारी भयो त्यसपछिदेखि नै एकदमै हामी सचेत थियौँ र नेपालमा आउन सुरु भएदेखि नै हामी चाहिँ छुट्टा छुट्टै बस्थ्यौँ। हामी 4 जना परिवार थियौँ, हामी 4 जना छुट्टै कोठामा बस्थ्यौँ। हामीले प्रयोग गर्ने टोयलेटहरू सफा गर्थ्यौँ, हामी सकेसम्म छुट्टा छुट्टै टोयलेट प्रयोग गर्थ्यौँ होइन। हामी सुरुदेखि नै हामीले गर्नुपर्ने पुरै चाहिँ त्यो सावधानीहरू अपनाउँदै आएको थियौँ। र अब मिसेसको त्यो भइसकेपछि म कोठामा बस्न थालेँ। फर्केर आएर मिसेसलाई अस्पतालमा पुर्याएर म फर्केपछि घरमा चाहिँ तातो पानी मलाई नुहाउनुको लागि तातो पानीको व्यवस्था गरिराखेको अवस्था थियो। आएर तातो पानीले नुहाएँ। त्यसपछि म कोठाभित्र पसेपछि त्यसपछि म कोठाबाट बाहिर एकदमै अत्यावश्यक नभइकन म निस्किनँ। र निस्किँदाखेरि पनि निस्किँदाखेरि यो सेनिटाइजरले चाहिँ छर्केर म भित्र पस्थेँ। भित्र थियो अनि म भित्र बसेको ठाउँमा टाढैबाट चाहिँ खानाहरू चाहिँ भित्र पठाउँथ्यो होइन। म भित्र हुन्थेँ, खाना चाहिँ मैले थापेर लिन्थेँ होइन। मलाई छुट्टै थालहरू, छुट्टै कचौराहरू, छुट्टै बोतलहरू होइन, बाफ्लिने सामानहरू पनि छुट्टै थियो। यसरी श्रीमतीज्यूलाई चाहिँ तपाईँले हस्पिटलाइज गरिदिनु भयो, त्यसपछि आफ्नो पनि पोजिटिभ रिजल्ट आयो। त्यस पछाडि तपाईँलाई कतिको तनाव भयो, कतिको यो पीडा भनौँ? तनाव एकदमै तनाव भयो। उसलाई हस्पिटल पुर्याउने बेलासम्ममा चाहिँ कसरी मलाई उसलाई ट्रिटमेन्ट गर्ने, कसरी मलाई चाहिँ उसलाई सन्चो बनाउने, हस्पिटल मलाई चाहिँ पुर्याउने भन्नेमा बढी ध्यान थियो। र मैले अरू कुरा केही पनि सोच्नै पाएको थिइनँ। जब हस्पिटल पुर्याएँ, हस्पिटलभित्र म छिर्नु हुने अवस्था थिएन, एम्बुलेन्सभित्र गयो होइन। त्यो फर्किँदाखेरि एक्लै फर्किँदाखेरि म एम्बुलेन्स अगाडि थिएँ, म पछाडि थिएँ होइन। अब हस्पिटलमा चाहिँ गेटबाट मलाई भित्र छिर्न दिएको थिएन। म त्यहाँबाट फर्किँदाखेरि एक प्रकारको ठुलो मलाई चाहिँ दुःखको महसुस भयो। आँसु पनि आयो, थाम्न सकिनँ। मोटरसाइकल लिएर फर्केर आएँ, मोटरसाइकलमा फर्केर आएँ होइन। अनि घर बस्दाखेरि एकदमै मलाई चाहिँ उसलाई फोन गर्नुपर्ने हुन्थ्यो, फोन गर्न पनि डर लाग्ने। अब एउटा निमोनिया सुरु भएको बिरामी हस्पिटल पुर्याएर आएको अवस्थामा धेरै बिरामीहरू चाहिँ अब नफर्केको अवस्था पनि हामीले चाहिँ यो सञ्चार माध्यमबाट चाहिँ पढ्ने गरेका छौँ, देख्ने गरेका छौँ होइन। त्यही अवस्था मेरो घरमा पनि आउँछ कि भन्ने डर थियो होइन। एक प्रकारको एकदमै ठुलो त्रास थियो। अनि तपाईँ चाहिँ त्यो अवधिमा फोन सम्पर्क चाहिँ गरिरहनुहुन्थ्यो श्रीमतीसँग? मैले सुरुको 2-3 दिनसम्म धेरै गर्न पाइनँ। किनभने उसले बोल्न त्यति सकिरहेको अवस्था थिएन। त्यही भएर मैले धेरै कम गरेँ, दिनको 3 चोटि जस्तो मात्रै गरेँ। जब चाहिँ उसलाई 5 दिनपछि चाहिँ अहिले राम्रोसँग सन्चो भएपछि अनि अलिकति बढी मलाई फोन गर्न थालेँ। अनि त्यसपछि त्यो बिचमा तपाईँ अब आफै सङ्क्रमित भएर घरमा बस्नुभयो, अनि तपाईँको त्यतिखेर हेरचाह गर्ने चाहिँ घरमा परिवारहरूले कस्तो किसिमको हेरचाह गर्नुहुन्थ्यो, खानेकुराहरू कस्तो किसिमको खानुभयो, त्यो विषयमा अलिकति बताइदिनु न। खानेकुराहरूमा मुख्य कुरा यो झोलहरू, मासुहरू, अन्डाहरू नै बढी खायौँ। अनि यता हनी र यो तातो पानीमा हनी र यो मह र चाहिँ यो लेमन राखेर चाहिँ बेलुका खाने। त्यो बाहेक अलिअलि औषधिहरू त केही खानु भएन है? हजुर, औषधिहरू केही लिनुभयो?
औषधिहरू चाहिँ यो भिटामिन डी जिङ्क र अनि यो भिटामिन सी डाक्टरको परामर्शमा। ए हजुर। अनि त्यसपछि कति दिन पछाडि तपाईँ तङ्ग्रिनु भयो भनौँ न, तपाईँलाई अलिकति कम भयो, अलिक महसुस भयो? त्यसपछि मलाई अब यो कार्तिकको तेस्रो हप्तामै पुरा त्यो तेस्रो र चौथो हप्तामा पुरा भएको भयो। हजुर हजुर। मेरो चाहिँ अब मिसेसलाई मलाई औषधोपचार गर्न सहयोग गर्दा गर्दै मेरो अलिकति जस लास्ट स्टेजमा आइसकेको भन्ने मैले महसुस गरेँ। हजुर। किनभने मेरो सिटी भ्यालु चाहिँ 30 हजुर 30को हाराहारीमा थियो। ए हजुर। मिसेसको सिटी भ्यालु चाहिँ शनिबार 22 गतेकोमा गर्दाखेरि 24को हाराहारीमा थियो। हजुर। मैले चाहिँ 25 गते गर्दा यो 23, 24, 25 गते गर्दाखेरि चाहिँ मेरो 30को हाराहारीमा आइसकेको थियो। यो पीसीआर को अलिकति मेरो रिकभरिङ फेजमा थियो। हजुर। पीसीआर को रिकभरी भ्यालु हो यो? रिकभरिङ पीसीआर रिकभरिङ हुँदै आएको भन्ने छ। सिटी भ्यालुले चाहिँ सिटी भ्यालु कम भयो भने अलिकति बढी जोखिम हुन्छ, सिटी भ्यालु अलिकति बढी भयो भने कम जोखिम हुन्छ भन्ने छ। तैपनि अब ठ्याक्कै भन्न चाहिँ सकिँदैन। कतिपय मान्छेहरूको सिटी भ्यालु कम के अरे यो 24-25 पछि पनि बिमारी भएर अप्ठ्यारो परेको अवस्थाहरू पनि छ है। त्यसैले आधार मान्नु हुँदैन भन्ने डाक्टरहरूको पनि भनाइ छ। तैपनि रिकभरिङ फेज 24 पछि 25 पछि रिकभरिङ फेज चाहिँ सुरु भएको भन्छ। अनि सञ्चितजी एउटा अर्को यो प्रसङ्ग बाहेकको एउटा कुरा सोध्छु, पेसाले के गर्नुहुन्छ यहाँ? म सामाजिक सेवामा काम गर्छु। म खास गरी मेरो केही समय मैले एचआइभीएसमा काम गरेँ होइन, र त्यसपछि चाहिँ मैले अहिले यो रागाइल फाउन्डेसन भन्ने एउटा संस्था छ, त्यो संस्था मार्फत हामीले चाहिँ यो बालबालिकाहरू विपन्न बालबालिकाहरूलाई चाहिँ पढाउनलाई सहयोग गर्ने र स्वास्थ्यको काम पनि गर्छौँ। यो खास गरी यो कोभिड सुरु भइसकेपछि हामीले चाहिँ नगरपालिकालाई चाहिँ यो कीर्तिपुरमा यो राहत प्रोग्राममा अलिकति सहयोग पुगोस् भन्ने हिसाबले नगरपालिकामा हामीले केही बेला चाहिँ सामग्रीहरू पनि उपलब्ध गरायौँ। म खास गरी यो कोभिड इटालीमा भइसकेपछि यो नेपालमा जब चाहिँ बस्न सुरु भयो नि, त्यसपछिदेखि म एकदम बिहानदेखि बेलुकासम्म अपडेट हुने र मलाई चाहिँ के राहत प्रोग्रामहरू गर्न सकिन्छ भन्ने हिसाबमा म एकदमै सक्रिय थिएँ, सचेत। त्यही भएकाले म आफूलाई सचेत बनाउँदै लगाउन पाएको मैले महसुस गरेँ। अरू श्रोता, अरू हाम्रो बासिन्दाहरूलाई, नगरवासीहरूलाई सचेत गराउँदै यो धपैडीको कारणले तपाईँलाई पनि आफैलाई यसैले पेर्यो है? हजुर। अनि यसो अब भन्दै गर्दाखेरि अब तपाईँ एक सचेत नागरिक हुँदै पनि यसरी सङ्क्रमित हुनुपर्ने अवस्था आयो। अब हाम्रा नागरिकहरू, हाम्रा भनौँ न टोलवासीहरू, छिमेकीहरू अलिकति सचेत नभएको अवस्था छ। उहाँहरू अलिकति हेलचेक्रै गर्ने किसिमका प्रविधि बढिसकेको छ नेपालमा। त्यो कारण उहाँहरूलाई अलिकति केही सन्देश, तपाईँको अमूल्य सन्देश दिन सक्नुहुन्छ कि? यो जस्तो यो सचेत हुनुपर्छ। जस्तो अब सचेत भएन भने यो सङ्क्रमण हुने जोखिम अझ बढ्छ। तर सचेत हुँदै पनि यो सङ्क्रमण हुन सक्छ। यदि सचेत हामी भएर बस्यौँ भने हामीले मलाई चाहिँ यो अहिले जुन उपचार गर्ने डाक्टरहरूले होइन, अब स्वास्थ्य मन्त्रालयले दिने सूचनाहरूलाई चाहिँ थाहा पाएर बस्यौँ भने हामीले चाहिँ धेरै मलाई चाहिँ सहयोग पाउन सक्छौँ। जस्तो मेरै केसमा पनि म धेरै सचेत भएर पनि मलाई मेरो घरमा यो सङ्क्रमण भयो। तर म यो यदि सचेत नभएको भए मेरो घरमा धेरै अप्ठ्यारो पर्न सक्थ्यो। त्यही भएर सचेत भएर बस्न सक्यौँ भने हामी बच्न सक्छौँ। अनि अहिले नागरिकहरूले कस्तो किसिमको, कतिले चाहिँ हल्का रूपमा पनि लिएका छन्, यो कोरोना भन्ने केही पनि होइन, यस्तै हो, केही पनि होइन, डराउनु हुँदैन भन्ने किसिमको फिलिङ पनि लिएका छन्। उनीहरूलाई के भनिदिनुहोस् न? यो कोरोनालाई हल्का किसिमले लिनु हुँदैन। हल्का किसिमले तर डराउनु पनि हुँदैन। फेरि धेरै डराउनु पनि हुँदैन, तर हल्का लिनु हुँदैन। यदि हल्का लियौँ भने
यो कोरोना मेरो मलाई जसरी पर्यो नि मैले फिल गरेको के हो भने कोरोना अगाडिको ढोकाबाट नआउन सक्छ। हजुर, कोरोना पछाडिको ढोकाबाट आउन सक्छ। किनभने जस्तो म सचेत थिएँ, मलाई यस्तो बेलामा चाहिँ मेरो घरमा यो सङ्क्रमण भयो जब म मेरो मिसेसको चाहिँ बुवालाई उपचार गर्नलाई 1 हप्ता पुरा बिजी हुनुपर्ने अवस्थामा मैले आफ्नो शरीर चाहिँ ध्यानै दिनुपर्ने नसक्ने अवस्थामा जुन मलाई चाहिँ यो सङ्क्रमण भयो नि, यदि मैले अलिकति होस गर्न नसकेँ भने मेरो घरमा अप्ठ्यारो पर्न सक्छ। त्यही भएर सचेत भएर बसौँ। जस्तो खालको अप्ठ्यारो पर्दाखेरि पनि मलाई चाहिँ हामीले चाहिँ आफूलाई चाहिँ बचाउन सकौँ, आत्मबल बढाउनु, त्यही भएर हल्का नलिउँ। हजुर, तर भयो भन्नेमा नजराउँ, किनभने धेरै मलाई चाहिँ मेरो केही साथीहरू अहिले चाहिँ 2-3वटा चाहिँ मलाई चाहिँ रोग लागेको अवस्थामा पनि उहाँहरू एकदमै स्वस्थ हुनुहुन्छ होइन। उहाँले किनभने सुरुमै थाहा पाउनुभयो, औषधि सुरु गर्नुभयो, सिम्टमको औषधिहरू होइन। उहाँहरू चाहिँ सचेत हुनुभयो, त्यही भएर उहाँलाई खासै अप्ठ्यारो परेको छैन। त्यही भएर सचेत हुनु होला। सबै नागरिकहरूलाई, हाम्रो पृथ्वीवासीहरूलाई यो मलाई यसलाई हल्का नलिनको लागि, सचेत हुनको लागि र केही पर्दाखेरि डक्टरहरूसँग सल्लाह लिने र योभन्दा अगाडि सङ्क्रमण भएको व्यक्तिहरूसँग सल्लाह लिनुको लागि होइन, चुपचाप घरमा नबस्नुको लागि, आइसोलेसनमा बस्यो भन्नेमा मलाई चाहिँ केही मलाई सिम्टम छैन भन्नेमा चाहिँ ढुक्कबाट पनि नबस्नु होला। सल्लाह परामर्श लिनलाई अप्ठ्यारो नमान्नु होला। हजुर, धन्यवाद सञ्चितजी, हामीसँग कुरा गरिदिनु भयो, हाम्रा श्रोताहरूलाई यहाँको अमूल्य अनुभवहरू सेयर गरिदिनु भयो। म यसका लागि नेवा एफएमको तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु। अब सुरक्षित रहनुहोला, स्वस्थ रहनुहोला भन्दै भविष्यमा पुनः यहाँसँग सम्पर्क गर्ने आशा राख्दै म आज यहाँसँग छुट्टिन चाहन्छु। नमस्ते। हस्, मेरो पनि तपाईँ सबैलाई धन्यवाद। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो सञ्चित महर्जन। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। अब श्रोताहरूसँग म छुट्टिने बेला आइसकेको छ। आजलाई युनिक साक्य र शङ्कर थापा बिदा चाहन्छु। नमस्ते, शुभया।